गाइज आज चाहिँ हाम्रो जेराटिक प्रोग्राम छ होइन आज हाम्रो लास्ट यहाँनिर यहाँ बस यहाँनिर आइसक्यो होइन ल गाइज अब चाहिँ हामीले जाने भाइ लु गाइज सबैजना पछाडि आउँदैछन् होइन ओके सबैजना पछाडि आउँदैछन् कोही कोही अगाडि पनि छन् यहाँनिर चाहिँ पुरै हुस्सो लागिरहेछ होइन यहाँनिर अब हामी यहाँनिर किचनमा गएको छौँ भिल्लाको टिम चाहिँ यहाँ लसुन केलाउँदैछन् होइन मरिना डन ए हस् केही थपेर ए हाम्रो त के हो यो फर्सी काट्ने प्रक्रिया हुँदैछ तर यो फर्सी नै तासिएको रहेको छैन 1 घन्टा राखेर आउँछौ के हो यहाँ के गरेको गाजर खाम न हो ओके हाम्रै टमाटर हो यो पनि यहाँ काम गर्नेहरू काम गर्दैछन् बाहिर बस्नेहरू पनि बाहिरै छन् उता पनि काम गर्दै रहेछन् यहाँ पनि आफ्नै काम गर्दैछन् यता उता पनि आफ्नै काम गर्दैछन् मलाई चाहिँ आमाले टिका लगाइदिनु भएको यता प्रोफेसनल खोइ खोइ मनिषा पनि फेरि त बोलै छैन त खोइ सब्या जा छिटो आरती जस्तो मार न आमा आरती त आस्था दिदी प्रोफेसनल दिए ल तैँले काम गरेको लु मलाई काम गर्दै चिरिरहने पनि जस्तो केलाउने खोइ काम गर ए गर्न आँटेको ठिकै छ सुषमा काम गर छिटो काम गर प्रशंसा नानु काम गर पाउँछ गाइस मैले चाहिँ टमाटर काट्नलाई सिकाइसकेको यसले चाहिँ होइन गाइस रोटी बेल्छु भन्दैछ तर मलाई एकदम विश्वास लागेर आएको छैन गाजर खानको लागि अघि गाजर काटेको तर म आएर मैले खान दिइनँ हजुर भन्नलाई त निर्जला हुनुहुन्छ ब्याग कसरी फर्काउनु आज दिएन हिमाञ्चुको चाहिँ ब्रेकअप भएको छ अरे अनि आफ्नो आँसु लुगाउन प्याज काट्दैछ यहाँ चाहिँ अब हामीलाई फर्सी काटिसकेको छौँ होइन प्रथमलाई चाहिँ ओखलीमा यो उसले काम गरिरहेको छ यहाँ चाहिँ हाम्रो आलु पाकिरहेको छ गाइस भट्टीमा यो चाहिँ हाम्रो आलसको नाटक चाहिँ यो चाहिँ हाम्रो जेराटिक होमको किचन रहेछ उसलाई मजा आइरहेको छ अरे अनि अब यो चाहिँ हाम्रो मेल ब्लग अनि उनीहरू चाहिँ डान्स प्र्याक्टिसहरू गरिरहेको छन् गाइस तपाईँहरूलाई म एउटा कुरा भन्छु र यो प्रान्जु चाहिँ काम गर्दिनँ कि सिर्फ यहाँ भ्लगमा देखाउनुको लागि भर्खर छोकी चाहिँ मैले चाहिँ होइन यसलाई टमाटर काट्न पनि आउँदैन थियो मैले सिकाइसकेको छु यसले आफ्नो बुढालाई पार्नु सक्दिनँ गाइस काम छैन यसलाई भिडियो बनाउँदाखेरि केही आउँदैन रहेछ टमाटर काटेको हुँदै गाइस यो फत्क्याउने हो क्या फत्क्याउने भनेर देखा ए ल ल ल फत्काउनु भनेको यो चाहिँ हाम्रो अचारको लागि रेडी भइरहेको छ। यो चाहिँ हाम्रो गाजर रहेछ। त्यहाँ चाहिँ के भयो त काँक्रा
यो चाहिँ मोनार्छ उसले चाहिँ एकदम धेरै काम आज पढेसम्म स्वर्गमा जान्छु भनेर एकदम काम गरिरहेको छु अनि हिमांशु पनि आज जहिले काम ठोकेको आज कहाँबाट काम गर्दैछ मलाई नै थाहा छैन गाइस आज सबैले काम गर्यो भने धर्म हुन्छ नि त्यही भएर ऊ सबजना स्वर्ग जानुको लागि आज चाहिँ एकदम बाटो खुलाइरहेको छन् ऊ यता चाहिँ फेरि आफ्नो आफ्नो सिन नदेखाएर एक बिजोक भएको चाहिँ त्यही भएर देखाइदिइहालेको सिन देखाउँदाखेरि कराउने मान्छे अहिले सिन देखाउँदा के भयो त गाइज होइन हाई भन्नु हाई हाई हजुर यहाँ हुन्छ तपाईँ यसो गर्दैन यस्तो अब बाई भन्नु बाई आज हामी जाने ल यहाँ के गरेको गाइस अब के अरे अब म हाल्दिनँ है यो रोजिता रोजिता कट यो रोजिता यस्तो भएको छ नि त्यही त आई हेट यु रोजिता गाइज अब चाहिँ होइन दिदी र म चाहिँ अब जान आँटेको स्कुटरमा कुन हो रामगल दिदीको स्कुटर यो ओके गाइज हामी चाहिँ दिदीको स्कुटर लिएर अब चट्टसँगले मसला किन्न जान आँटेको सो गाइज म यिनीहरूलाई आज अर्डर दिँदैछु अरे दान्जुको ब्लगमा स्वागत छ रोटी आटा आटा तिमी त जम्मा त्यहाँ छुने मात्रै हो त्यहाँ काम गर्ने भनेको हिमांशु हो फेरि छोयो तिमी पनि काम गरेको छैनौ तिमीहरू छुने मात्रै हो हिमांशुले काम गर्ने हो हिमांशुको तर नाक यत्रो लामो भइसक्यो खाँदा खाँदा आन्देऊ 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 आना 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 खोइ यहाँनिर के सब साग पाक्दैछ सेफ साग कति धेरै हौ के गरेको गीता सिस्टर सफा गरेको अलिक राम्ररी सफा गर्नुपर्छ ल यस्तो यस्तो पाराले अलिक हुँदैन तिमीहरू के हो त्यो ओइ प्रशंसा राख त्यो अहिले बेल्ने काम छैन राख गाइजले धेरै नै मिहिनेत गरेकी चाहिँ आज अहिले के यो तैँले यहाँ मुनिको हिमांशुको टिपेर देखाएको यहाँनिर चाहिँ सबैजना काम गरेका छन् रोटी बेलेको बेलै छन् गीता दिदी यहाँ प्रान्जु पनि बेल्दैछिन् सिक्दैछिन् रोटी बेल्नलाई सिकेको होला आउँदैन त्यही त थाहा भइहाल्छ नि अरूको हेरेर यसको हेरेर सर र म्याम हुनुहुन्छ हाम्रो साक्षी कस्तो हुँदैछ राम्रो बेला है राम्रो बेला यहाँ चाहिँ अब चिया पाक्दैछ धमाधम चिया बनाउँदैछ सङ्गीता आस्था दिदी अनि यतातिर रोटी पकाउने काम हुँदैछ सुषमा यहाँनिर को हो यो केटा ओ केटा ए रोजन पो रहेछ अनि उता मनिषा पकाउँदैछ रामकली दिदी को ज्योति आरती सबैजना पकाउँदैछन् के अरे यहाँनिर चिया धमाधम पाक्दैछ दिदी स्पेसल चिया कुक यसरी बनाउँछ टेढो बेले बनाएर म देखाउँछु फुल देखाउँछु अनि त्यस्तो हो हातले घुमाउनु पखान घुमाउँछु नि त हातले नै भए पनि राम्रो बनायो भएन ओके ओके कस्तो बनाउँदै रहेछ हेरिदिउँ न त ओके तिमीलाई धेरै गयो क्या तिम्रो आउँदैन छोड न यार धेरै हाल पनि फुल्दैन अरे गोरो हुँदैछ सिक्दैछौ सिक आउने रहेछ तिमीलाई मलाई आउँछ ल मैले सिकिसकेँ दुईवटा रोटी हालेँ दुईवटा रोटीमा सिकिसकेँ मैले
हाम्रो यहाँनिर चाहिँ यस्तो छ है त गाइज अब यहाँ सबैजना मान्छेहरू आइसक्नु भयो यहाँनिर चाहिँ सबैजना हुनुहुन्छ म त कति आउँछ यो निर्जला कति आउँदो रहेछ भ्लगमा हुन्छ तिम्रो हाम्रो चाहिँ चिया बाँड्ने कार्यक्रम हुँदैछ अहिले यहाँ हाम्रो चाहिँ आज प्रोग्राम यहाँनिर हुन गइरहेको छ हामी यस संस्थाप्रति सदैव आभारी रहनेछौँ र विशेष धन्यवाद हाम्रो सेकेन्ड इयरको सम्पूर्ण म्यामहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूले हरेक मोडमा हामीलाई हाम्रो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र आज यस कार्यक्रमलाई भव्य र सभ्य बनाउन हामी उपस्थित हुनुभएकोमा मिता आचार्य म्यामलाई पनि म मनबाट नै धन्यवाद भन्न चाहन्छु सीताराम 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 जय सीताराम 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 जय में हो राम नाम राम सेवा में मुख में हो राम नाम राम सेवा में सीताराम जय सीताराम 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 जय सिकेका थिए त्यो आफ्नो पाठ्यक्रम अनुसार पढाइको क्रममा तपाईँहरूलाई उहाँहरूले आफ्नो ड्युटी गर्नु र मलाई लाग्छ त्यो राम्रोसँग उनीहरूले प्रयास गर्नुभयो जो अलि बिरामी हुनुहुन्थ्यो सायद बिरामीलाई अलिक बढी टेक केयर गर्नुभयो बढी जानकारी लिनुभयो होला बढी सेवा दिनुभयो होला जो अलिकति हेल्थ राम्रो थियो उहाँहरूसँग अलिक कम सेवामा पुग्नुभयो नर्सिङको होल कोअर्डिनेटर अनिता मोक्तानज्यू त्यसै गरेर नर्सिङको सेकेन्ड इयर कोअर्डिनेटरज्यू अरू त्यो ममता म्याम अरू सबै हाम्रो संज्ञा पोलिटेक्निकबाट आउनुभएको टिचर्सहरू र यहाँ उपस्थित हाम्रो आदरणीय धन्यवाद कार्यक्रम सञ्चालकज्यू यहाँ उपस्थित प्रमुख अतिथि मिता आचार्य म्याम विशिष्ट अतिथि सन्तबहादुर अधिकारीज्यू नर्सिङ प्रोग्राम थर्ड इयर कोअर्डिनेटर अल्पिता मोक्तान म्याम सेकेन्ड इयर कोअर्डिनेटर ममता शाह सोनार म्याम नर्सिङ प्रोग्राम सेकेन्ड इयर इन्स्ट्रक्टर सृजना राजवंशी म्याम प्रतिभा कटवाल म्याम शोभा गिरी म्याम तथा यहाँ उपस्थित हजुरबा हजुरआमाहरूमा म शैलजा आचार्य मेमोरियल पोलिटेक्निक पिसिएल नर्सिङ सेकेन्ड इयरकी छात्रा कृति ढुङ्गेको तर्फबाट ज्ञान अभिवादन हाम्रो पिसिएल नर्सिङ सेकेन्ड इयरको पाठ्यक्रम अनुसार चाहिँ हामीले चाहिँ 1 हप्ता जेरियाटिक पोस्टिङ गर्ने रहेको छ र त्यसै गरी हामी विराटेश्वर वृद्धाश्रम आएको पनि 1 हप्ता भइसकेको छ कार्यक्रम चाहिँ समाप्त भइसकेको छ ताली बजाउँ खाँदै हुन्छ
र यहाँनिर चाहिँ के हो यहाँ उब्रेको छैन अचार वा अचार चाहिँ एकदम बवाल छ होइन साग पनि बवाल छ सागवाला ओके नाइस कति के अरे आमा आमा मिठाई छ राम्रो प्रोग्राम छ त शैलजा आचार्यको सेकेन्ड इयरको नानीहरूले राम्रो कार्यक्रम गर्यो हजुर आमा बुवाहरू पनि खुसी हुनुहुन्छ अब हामीले जे पढ्यौँ सायद त्यही पढे अनुसार तिमीहरूले कार्यान्वयन गर्यौ सबै मिलेर काम बाँडफाँड गरेर काम प्रोग्राम पनि समयमै गर्यौ त्यसमा सबैलाई धन्यवाद राम्रो छ थ्याङ्क यू सर अरू मेहनत गर्दै जानुपर्छ ओके सर भन्ने सकेसम्म मेहनत गर्ने दिदीको कुरा ए दिदीको कुरा त ठिक छ अलवेज हाम्रो रोटी बनाउनु होइन हुनु न दिदी अलवेज बेस्ट गाइस हामी चाहिँ यहाँ खाँदैछौँ होइन एउटा हामी एउटा ठाउँमा 4-5 जना छौँ यहाँ देखा न मलाई हाम्रो मुनाले बनाएको अचार मिठो छ हाई गरिदियो सबैजना कस्तो छ खाना यति मिठो छ कि खाएर बोल्ने फुर्सद पनि छैन सो गाइज हामी चाहिँ सबजना यहाँनिर कार्यक्रम समाप्त भएर बसेको छौँ उयो अब छिटो घर जानुपर्छ समय समेटौँ न गलेर पनि के गर्नु भोलि ड्युटी जानै पर्छ भनेको कुन ड्युटी ओपिडी ए हाम्रो त मर्निङ छ इभिनिङ मेडिकल मर्निङ के छ ड्युटी नाइट गाइज सर्जिकल नाइट ओटी होला यो ओटी हो ओटीको फुल फर्म के अरे यो तेरो तँसँग राख ओटीको फुल फर्म खोइ मान्छ ए ओभर टाइम भन्दै थियो त खोइ मान्छ आमा अब हामी जाने कस्तो लाग्छ तपाईँलाई हामी जाँदा राम्रो लाग्छ रुनु न आफै त फर्केर गर्नु न के हो यस्तो नक्कली आमा नसकिनु छ हौ नक्कलीहरूलाई ओइ साक्षी साक्षी नरोक्न पनि रोइसक्नु भयो चित्त नदुखाउनु आमा बाई बाई नरुनु रुवाबासी हुँदैछ यहाँनिर आमा नरुनु हामी अब पछि आउँछौँ हामी चाहिँ आउँछौँ नरुनु है आमा नहीं रहेगा नहीं रुनु रुदिन भन्नुभयो होइन तपाईँ त्यस्तो हुँदैन आमा हाँस्नुहुन्छ हौ हाँस्नुहुन्छ हाँसिदिनु त एकचोटि भिडियोमा हाँसिदिनु भयो आमा हाँसिदिनु नरुनु है नरुनु ल गाइज अब हामी चाहिँ जाँदैछौँ होइन सबैजना रुवाबासी चल्नु एकछिन केही छैन ठिकै छ होइन सो गाइज अब चाहिँ हामी जाँदैछौँ कस्तो लाग्यो सबैलाई भोलि पर्छ फेरि आउनुपर्छ है ओके सो गाइज अब चाहिँ हामी होस्टेल जाँदैछौँ होइन त्यही हो गाइज आजको प्रोग्राम चाहिँ इन्ड भइसक्यो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब दिस च्यानल बाई एभ्री वान